सो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल युके ब्लग 33 हो सबैजना सन्चै हुनुहुन्छ र म सन्चै छु। सो गाइस आफ्टर लङ टाइम पछि भ्लग लिएर आउँदैछु तपाईँको सामु। भ्लग चाहिँ के कस्तो भन्दाखेरि चाहिँ हाम्रो टक्क मुस्ताङको भ्लग है। सो डे 1 है यो भ्लग चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला के कस्तो हुन्छ है। हाम्रो चाहिँ लगभग एउटा दुईवटा तिन चारवटा बाइक चाहिँ रेडी भइसक्यो। केटाहरू पनि यहाँ टक्कसँगले रेडी भइसकेको छ। अर्को राइडर यहाँ छ एकदम हाकिम साहब यहाँ हुनुहुन्छ। ल केटाहरू साथीहरू टक्क गाइस रेडी हो एकदम एउटा खजाना भित्र छ। सो त्यही हो गाइस अन्तिमसम्म हेरेर माया गरिदिनु होला। डे 1 यो चाहिँ हाम्रो मुस्ताङको राइड। सो है टक्कसँगले हाम्रो चारवटा बाइक छ। अरू बाइकहरू चाहिँ अलिक निस्किनु गाह्रै भयो त्यही भएर। ल भाइ सो है गाइस हामी चाहिँ टक्कसँगले कलङ्कीमा आइसकेको छौँ है। हाम्रो चाहिँ अलिकति एउटा बाइकमा प्रब्लम आइदिएर सो यस्तो गाह्रो टाइम हो कि यो टाइम चाहिँ एकदम डेन्जर टाइम हो कि एउटा बाइकमा अलिकति प्रब्लम आइदिएर सो अलिकति सर्भिसिङ गर्न लागेको छ। अब भएपछि हामी उभिहाल्छौँ कलङ्कीमा आउँछौँ भर्खरै। सो चिया खानेको आएको हुँदैछ यहाँ आरामले जाउँ भन्ने कुरा हो। ढुङ्गा ल सो त्यही हो अलिकति भइ नै हाल्छ होइन। लगाइछ अब हेर्दै गर्नु है त। Pohora 65 kilometers. सो गाइस हामी चाहिँ टक्कसँगले अहिले पोखरा आइसकेका छौँ। अब हामी यस्तो यस्तो अफरोड है यस्तो अफरोड तर बबाल भयो बबालै मजा भयो है। अनि बल्ल बल्ल आइपुगेर टक्कसँगले अनि अब चाहिँ खाना खाने कार्यक्रम लगाएर भर्खर फ्रेस भएर निस्केर अब चाहिँ खाना खाने कार्यक्रम हो। अनि बल्ल बल्ल आएर चाहिँ एकदम के निन्दा पनि पुगेको थिएन प्लस बिहान अलिकति जिगज्याग हो कि बाटो त्यस्तो डेन्जरस छ। फेरि धुलो धुवा त्यस्तै भयो जाम त्यस्तै भयो त्यो अलिक लेट आइयो धीरे धीरे भयो है। सो त्यही भएर चाहिँ अब चाहिँ हामी खाना खान लाग्छौँ। बल्ल बल्ल आइपुगेर भ्लग चाहिँ छोटो मिठो भयो त्यस्तै भयो आज है। सो त्यही होइन खाना खानु ल गाइस। सो गाइस टक्क खाना चाहिँ आइसकेको छ है। समोसा कस्तो हुँदैछ? ल ल के भन्नु छ? मिठो छ खाएकै छैन मिठो छ भनिहाल्यो तर ठिक छ मिठो छ आउँछ खाना चाहिँ आइसकेको छ मटन खाना है। फेरि टेस्ट गर्ने आज होइन। सो त्यही हो।
सो गाइज अनि हामी चाहिँ खानासाना खाएर पोखरा एकदम थकान लागेको थियो थकित भएको थियो सो हामी चाहिँ रेलमा आएर सुत्न लाग्यो एकदमै गाह्रो भयो क्या आज चाहिँ कस्तो पनि एकदम टाइम रस भयो सो भिडियो नि राम्रोसँग गर्न पाएन अब नेक्स्ट भिडियो पार्ट 2 भिडियो डे 2 भिडियो चाहिँ बब्बाले आउनेछ अन्तिमसम्म हेरेर माया गरिदिनु होला गाइज सिउ सुन है त